हेलो साथीहरू, यो देखिरहेको डिजाइन फोटोसपमा कसरी बनाउने यो कुरा आजको यस भिडियोमा म तपाईहरूलाई सिकाउने छु। र यस्तै डिजाइन सिक्नको लागि तपाईहरूले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ र सँगै भएको बेल आइकनलाई अन गर्नुपर्ने हुन्छ, ताकि हामीले जब डिजाइन गरेको भिडियो अपलोड गर्छौँ युट्युब च्यानलमा त्यो नोटिफिकेसन तपाईहरूको मोबाइलमा जान्छ। त्यही भएर हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई अन गरिहाल्नु होला र यो भिडियोलाई स्किप नगरी अन्त्यसम्म हेर्नु होला। र यो भिडियो मन पर्यो भने लाइक गरेर जानु होला र अर्को भिडियो हेर्न चाहनुहुन्छ भने एउटा कमेन्ट छोडेर पनि जानु होला। त सुरु गरौँ आजको यस भिडियोतिर। डिजाइन बनाउनको लागि सबभन्दा हामीले फोटोसप खोल्नु पर्ने हुन्छ। विन्डो आर की थिची यहाँ फोटोसप टाइप गर्ने र ओके गर्ने। फोटोसप मैले 2023 प्रयोग गरिरहेको छु। यो ओपन हुनमा अलि टाइम लिइरहेछ। त साथीहरू, यो डिजाइन बनाउनको लागि मैले परि नै डिजाइन भित्र केही फाइलहरू पीएनजी फाइलहरू डाउनलोड गरेर रेडी गरेको छु, जुन भिडियो बनाउँदा एकदम छिटो होस्, भिडियो लामो नहोस् भनेर मैले पहिले नै यो पीएनजी फाइलहरू डाउनलोड गरेर रेडी गरेको छु। र अब फोटोसपमा हामीले सुरुमा फाइलमा जाने र एउटा न्यू पेज लिने। यो डिजाइन हामीले A4 साइजमा प्रिन्ट गरेर दिनुपर्ने भएकोले मैले A4 साइजको साइज लिएछु। 11.69 हाइटमा चाहिँ 8.27 क्रिएट गर्ने। हाम्रो A4 साइजको पेज आइसकेपछि यहाँबाट हामीले नर्मल मोड हेर्न सक्छौँ है। अब हामीले फाइलमा ओपनमा गएर हामीले डाउनलोड गरेको फाइललाई ओपन गर्छौँ। यी फाइल ओपन गरिसकेपछि हामी यो फाइललाई आफ्नो फाइलमा लिन्छौँ। लिइसकेपछि यो फाइललाई क्लोज गरौँ, कुनै काम छैन। सबभन्दा सुरुमा हामीले बोर्डर डिजाइन बनाऊ। बोर्डर डिजाइन बनाउनको लागि यो फ्लोरलाई कन्ट्रोल टी गर्ने र कुनै कर्नरमा क्लिक गरी यसलाई आवश्यकता अनुसार सानो ठुलो बनाएर राख्ने। र यसको कपी गर्नको लागि अल्ट्रा बटनसँग क्लिक गरी अर्को साइडमा राख्ने र यतातिर फर्काउनको लागि फेरि कन्ट्रोल टी गर्ने र राइट क्लिक गरी फ्लिप हरिजन्टल गर्ने। अब दुवैलाई सिलेक्ट गर्ने। यसरी सिलेक्ट गरिसकेपछि दुवैलाई मिडल गरौँ या बटम गरौँ, एउटै हो। अलिकति जुम गरौँ है। जुम गरेर काम गर्दा एकदम सजिलो हुन्छ। छेउछेउमा कति छोड्ने मार्जिन आवश्यकता अनुसार एरो बटनको मद्दतले यताउता सार्न सक्नुहुन्छ। अब माथिको कर्नरको लागि हामीले यो चित्र प्रयोग गरिरहेछौँ र यसलाई कन्ट्रोल टी गरी अलिकति सानो बनाऊ, सुहाउँदो खालको इन्टर गर्ने र कपी गर्नको लागि अल्ट्रा कीसँग माउसले क्लिक गरी यसरी तान्न मिल्छ। र यो फोटोलाई फेरि फर्काउनको लागि कन्ट्रोल टी गरी राइट क्लिक गरी फ्लिप हरिजन्टल गर्ने र कुनामा मिलाएर राख्ने। र दुवैलाई यसरी सिलेक्ट गरेर हामीले यसको मिडल या बटम या टप जे हुन्छ इक्वल गर्न सक्छौँ। अलिकति साइडमा सरौँ। अब यो हाम्रो कर्नर रेडी भइसकेपछि हामीले फेरि ओपन गरौँ र डाउनलोड गरेका फाइललाई ओपन गरौँ। सुरुमा मैले यो लभ सिम्बल फ्लोर डिजाइनलाई ओपन गरेँ र एफ बटन थिची नर्मल मोडबाट यसलाई यसरी छुट्याउँ लिङ्क र यो फोटोलाई यता मुभ गरी यसलाई क्लोज गरौँ। वर्किङ मोडमा आइसकेपछि फेरि यो आवश्यकता अनुसार सानो ठुलो गर्न सकिन्छ। हल्कामा ठुलो बनाउँछु अलिकति। अल्ट्रा बटनसँग म यसको डिजाइन यहाँनिर राख्ने कोसिस गर्छु। कस्तो देखिन्छ यहाँनिर राख्दा अलि राम्रो देखिन्छ। अलि माथि राखौँ। बोर्डरलाई पनि अलिकति ध्यान दिनुपर्ने हुन्छ हामीले। फेरि फाइलमा जाउँ, फेरि ओपन गरौँ र हामीले अब शुभ विवाह कुन डिजाइन, जुन डिजाइन हजुरलाई मनपर्छ त्यही डिजाइन लिन सक्नुहुन्छ। यो सबै फाइल मैले तपाईहरू मलाई कमेन्ट गर्नुहुन्छ भने यो फाइल मैले मेलमा पठाउन सक्छु तपाईहरूलाई, अथवा आफै पनि डाउनलोड गर्न सक्नुहुन्छ। यो फाइल डाउनलोड गर्दा अलि समय लाग्छ।
यसलाई हामीले यसरी मुभ गर्ने र यो डिजाइनलाई हामीले यहाँनिर राखौं। अलिकति सुहाउँछ। कन्ट्रोल टी गरी अलिकति यसको धेरै नगरौं, हैन भने राम्रो देखिदैन। अलिकति एरोको मद्दतले माथि लिन सक्छौं र कन्ट्रोल टी गरी अझै ठुलो बनाउन सक्छौं हामी। ओपन गरिसकेपछि अब म फोटो राख्छु। दुवै फोटो ओपन गर्यौं। अब नर्मल मोड यसरी लिंक हटाउने र यो फोटोमा क्लिक गरी यसलाई यसरी मुभ गरौं। यसलाई क्लोज गरौं, नो गर्दिम। अब यो फोटो एकदम साइज ठुलो भएको कारणले मैले कन्ट्रोल माइनस जुम कम गर्छु र यो फोटोलाई अलि सानो बनाउँछु र यहाँ फिट हुने गरी कस्तो देखिन्छ इन्टर गरी अलिकति जुम गरौं। जुम गर्दा काम गर्न एकदम सजिलो हुन्छ है। ठ्याक्कै आफ्नो मोनिटरको साइज अनुसार जुम गर्नु होला। र यो फोटो अगाडि छ, यो फोटो अगाडि छ भने यो लभ सिम्बल डिजाइनलाई हामी यसको तल गरौं है, लेयरलाई। अब यो पछाडि गयो। फोटोलाई कन्ट्रोल टी गरी राइट क्लिक गरी उता फर्केछ, यसलाई फ्लिप हर्टिजेन्टल गरी यसरी डिजाइन लिऊ र अलिकति सानो बनाऊ फोटोलाई। एरो बटनको मद्दतले हामी ठ्याक्कै साइज फिट गर्न सक्छौं। यति भए पुग्छ। इन्टर। अब हामीले यो फोटोको बाहिरको भाग हटाउनको लागि हामीले पेन टुलको मद्दतले बाहिरको भाग सिलेक्ट गर्छौं। यो भित्र फोटो राखिराछौं, त्यही भएर हामीले पेन टुलले यसलाई यसरी सिलेक्ट गरिराछौं। हामीले यो भित्र सिलेक्ट गरिराछौं तर हामी सिलेक्ट बाहिर गर्छौं। राइट क्लिक गरी मेक सिलेक्सन गर्ने, ओके। अब बाहिर सिलेक्ट गर्नको लागि कन्ट्रोल शिफ्ट आई, किबोर्डको कन्ट्रोल शिफ्ट आई थिच्नु होला र यो फोटोको भित्रको भाग हैन कि बाहिरको भाग सिलेक्ट भएको छ र बाहिरको भागलाई हामीले डिलिट की थिची डिलिट गर्छौं। कन्ट्रोल डी, सिलेक्ट हटाउनको लागि कन्ट्रोल डी। यस्तै गरी फेरि एफ बटन थिची हामीले यो फोटोलाई अब यस भित्र राख्नको लागि मुभ टुलमा गएर यो फोटोलाई हामी यहाँ लिन्छौं र यो फाइललाई क्लोज गरौँ है। अब यो फोटो अलरेडी ब्याक साइड छ लेयरको। कन्ट्रोल टी गरी फोटोलाई अलिकति सानो गरौँ, है कर्नरबाट अलिकति घुमाऊ है, यो फोटो अलि सुहाउँछ। कन्ट्रोल प्लस जुम आउट जुम इन हुन्छ है। कन्ट्रोल टी अलिकति यो फोटोलाई सानो गरौँ है, अलिकति, बस अब ठिक छ। इन्टर। अघिको फोटोको बाहिरको भाग हटायौं, त्यस्तै यो फोटोको पनि बाहिरको भाग डिलिट गर्छौं। त्यसको लागि पेन टुलमा जाने र यो जस्तो छ शेप नि त्यस्तै हामी सिलेक्ट गर्दै जाने हो। राइट क्लिक गरी मेक सिलेक्सन गर्ने, ओके, र कन्ट्रोल शिफ्ट आई गर्ने, बाहिरको भाग सिलेक्ट हुन्छ र हामी डिलिट गर्छौं। अब हाम्रो डिजाइन राम्रो देखिरहेछ। र यो कस्तो छ भन्दाखेरि तपाईहरुलाई यहाँ सो हाइड गर्छु। यी हेर्नुस्, हाम्रो दुल्हा राजाको फोटो यस्तो छ भने दुलीको फोटो यस्तो। हामीले जस्ट डिजाइन दिने हो के, सिम्पल, यो बेसिक आइडिया हो। अब फाइलमा गएर ओपन गरौँ र केही फाइलहरु अझै छन् हाल्नुपर्ने। यो पिक्चरलाई, यो डिजाइनलाई मैले यहाँ भित्र राख्न खोज्छु र कन्ट्रोल टी गरी अलिकति ठुलो गरौँ है। यसलाई धेरै ठुलो भयो, अलि सानो, र यसलाई कन्ट्रोल टी यो कर्नरमा गएर यसरी घुमाउन मिल्छ है। अलिकति मैले बाङ्गो गरे है। ल इन्टर। अब यहाँ फोटो भन्दा अगाडि देखिरहेछ। हामीलाई थाहा छ कि यो लेयरलाई डाउन गर्यो भने पछाडि जान्छ। ल राइट, ठीक ठाक देखिरहेछ। फाइलमा जाउँ, ओपनमा जाउँ। अब हामी यो परि नै लैलियौँ। अब यसलाई पनि हामी आफ्नो डिजाइन पेजमा लगाउँ है।
यसलाई कन्ट्रोल टी गरी आवश्यकता अनुसार सानो ठुलो बनाउन सकिन्छ। यसले फिलहालको लागि यति नै गरौँ। अब हामी दुल्हाको नाम लेखौँ। नाम लेख्नको लागि हामीले टेक्स्ट टुलमा गएर खाली ठाउँमा क्लिक गर्नुहोस् र तपाईहरुसँग एएमएस फन्ट छ भने एएमएस फन्टबाट राम्रो डिजाइन दिन सक्नुहुन्छ। फिलहालको लागि मैले एआरबी फन्ट युज गरिरहेको छु। नाम लेखिसकेपछि अब कन्ट्रोल टी को मद्दतले यसलाई हामी ठुलो बनाऊ है। र यस नामलाई हामीले अलिकति बाङ्गो टिङ्गो गरौँ कि राम्रो देखिन्छ। फ्ल्याग डिजाइन एकदम बढी छ, यसलाई हल्का दिने के यसरी। ओके, यसलाई माथि राखौँ। कन्ट्रोल टी गरी अलिकति हाइड गरौँ कि यो नाम हाइट अलिक कम छ। यहाँनिर मैले यो डिजाइन राखेँ। यसलाई सानो गर्दा फरक पर्दैन है। फिलहालको लागि यसलाई साइडमा राखौँ र यो यसरी छोपिरहेछ भने यो लेयरलाई हामीले माथि गर्न सक्छौँ। हाम्रो नाम यसरी आउँछ र यो फाइललाई हामीले यो नामलाई चाहिँ ग्रेडिनेट गर्न सक्छौँ। ग्रेडिनेटमा जानुस्। यो बाइ डिफल्ट डिजाइन आइसकेछ। यो डिजाइन नै ठिक छ, म ओके गर्छु र यही डिजाइनलाई फेरि अल्टसँग कपी गरी यहाँ दुलहीको नाम लेख्छु। दुलहीको नाम हो सपना। ओके, अब यसरी गर्दा यो तलतिर देखिन्छ। हामीलाई थाहा छ यो लेयर भन्दा माथि उठाउनु पर्छ। फोटोको लेयर भन्दा माथि है। ल आयो, अलिकति यतातिर राखौँ। हाम परि नै राख्नको लागि यहाँ ठाउँ बचेको। ल यस्तो है, क्या दामी देखिरहेछ डिजाइन। त्यसपछि अब हामीले यसमा केही चित्रहरू एड गरौँ कि हामीसँग छ कि चित्र हेरौँ। ल फाइनली यो चित्र राख्छु है म। अब यो चित्रलाई यहाँ गरौँ। चित्रको क्वालिटी त्यति त छैन, तै पनि तल खाली खाली देखिरहेछ। यसलाई यहाँ राखेर ट्राई गरौँ। राम्रो देखियो भने ठिक छ, देखिएन भने हामी यो चित्रलाई डिलिट गरिदिन्छौँ, केही छैन। अलिकति कन्ट्रोल टी गर्ने, अलिकति सानो बनाऊ, होइन भने प्रिन्ट गर्दाखेरि यो कट्छ के। ल यहाँनिरै राखौँ है। ल ठिक छ त साथीहरू, हाम्रो डिजाइन फाइनली रेडी भयो। आशा छ तपाईहरू यो भिडियो हेरेर यस्तै डिजाइन बनाउन सक्नुहुन्छ। र यो भिडियो कस्तो लाग्यो? यदि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरी सँगै भएको बेल आइकनलाई अन गर्न नबिर्सनु।